दर्शन नमस्ते। भारतवर्षको उत्तर पूर्वाञ्चल राज्यहरूमा साथै प्रेरणा दिने मान्छेहरूको धेरै कमी भयो र प्रेरणा दिने मान्छेहरूको कमी हुनाले गर्दाखेरि हाम्रा भाइ बहिनीहरू भए, हामी नै पनि भयौँ र कुनै एउटा कर्म गर्दाखेरि हामीलाई शङ्का लाग्दछ र शङ्का हटाउने भनेको प्रेरणादायक बानीहरूले शङ्कालाई पनि हटाउन सकिन्छ र जोस र उमङ्गले भरियोस् मेरो असम प्रान्त साथै असम राज्य पनि भन्न सकिन्छ। तर आज जोस र उमङ्ग दिने मान्छेहरूको धेरै कमी भयो। सबैले आफ्नो जीवनको शैली मात्र बुझेका छन् र अरूको जीवनको शैलीलाई पनि बुझ्नुहोस् र अरूलाई पनि अगाडि बढाउने एउटा मञ्च दिनुहोस्, दर्जा दिनुहोस् र साथै प्रेरणादायक भाषण साथै प्रेरणादायक बोली साथै सकारात्मक विचारका जति पनि कुराहरूलाई समेटेर भन्नुहोस्। यो तरिकाले गर्दा चाहिँ हामीले समाजको सुधार गर्न सकिन्छ र समाजको उन्नति गर्न सकिन्छ, साथै समाजको प्रगति गर्न सकिन्छ भन्ने बोली चाहिँ हामीलाई सुन्न धेरै खाँचो छ। त्यही भएर ती बोलीलाई हामी सुनेर मात्रै होइनौँ, हामी ती बोलीलाई अपनाउँछौँ, हाम्रो जीवनमा उतार्छौँ साथै कर्मद्वारा। त्यही भएर म भन्छु प्रेरणादायक जसले वार्तालाप गर्दछ र त्यो मान्छेको सोच विचार सधैँ सकारात्मक ऊर्जाले भरिएको हुन्छ र सकारात्मक दृष्टिकोणले पनि भरिएको हुन्छ र सकारात्मक ढाँचाहरूले पनि उसको बोली साथै रहन सहन साथै व्यवहारले पनि भरिएको हुन्छ, परिपक्व हुन्छ। त्यही भएर सकारात्मक दर्जाले चाहिँ हाम्रो जीवनलाई धेरै उन्नतिशील साथै प्रगतिशील साथै हामी सफलता पनि हुन्छौँ र सफल पनि हुन्छौँ र सफल व्यक्तिको रूपमा पनि हामी गणित हुन्छौँ। त्यही भएर प्रेरणा भनेको सबैलाई प्रेरणा जोस उमङ्ग दिने हो र उमङ्ग दिने हो, जोस दिने हो र जोसलाई पनि आफ्नो काबुमा राखेर, होसलाई पनि आफ्नो काबुमा राखेर हामीले जीवनको हरेक घडीमा हामी योद्धा बन्नु पर्दछ। आफ्नो जीवन चलाउनलाई सकारात्मक विचार, सकारात्मक कर्म साथै सुकर्म साथै सुबानी र सबैलाई सम्मान दिने र सबैको भनेको सुन्ने, राम्रो श्रोता पहिली बन्ने अनि मात्रै राम्रो वक्ता बन्न सकिन्छ। राम्रो श्रोता बन्न सकियो भने मात्रै राम्रो वक्ता बन्न सकिन्छ। त्यही भएर राम्ररी सुन्ने र राम्ररी जवाब दिने। त्यही भएर हरेक विषयमा हामी विरोध नगर्ने र विरोध गर्ने विषयमा मात्रै हामी विरोध गर्ने, त्यो पनि विषयको जानकारी लिएर मात्रै विरोध गर्ने। धन्यवाद।